कल्पना गर्नुहोस् त एउटा देशले दशकौंदेखि बोकिरहेको एउटा ट्याग हटाउँदैछ। हो, सन् 2026मा नेपालले ठ्याक्कै तस्तै गर्दैछ। अति कम विकसित राष्ट्र अर्थात् एलडीसीको सूचीबाट बाहिर निस्कदैछ। तर यो ग्रेजुएसनको खास अर्थ के हो? के यो उत्सव मनाउने विषय मात्र हो वा चुनौतीहरूको नयाँ पहाड चढ्नु जस्तै हो? आउनुहोस्, नेपालको यो नयाँ अध्यायभित्र अझ गहिरिएर हेरौँ। खासमा कुनै पनि देशको स्तरोन्नति हुनु भनेको कलेजबाट ग्रेजुएट हुनु जस्तै हो। तर यो कुनै साधारण ग्रेजुएसन भने पक्कै होइन। यसका लागि त संयुक्त राष्ट्रसङ्घले तयार पारेको 3वटा निकै कठिन परीक्षाहरू पास गर्नुपर्छ। अब प्रश्न उठ्छ, के नेपालले ती सबै परीक्षा पास गर्यो त? आउनुहोस् थाहा पाऊ। एलडीसी हुनु भनेको के हो? यसलाई यसरी बुझौँ, यो अन्तर्राष्ट्रिय समुदायबाट विशेष संरक्षण पाउनु जस्तै हो। जस्तै युरोप जस्ता ठूला बजारमा सामान पठाउँदा भन्सार महसुलमा छुट, विश्व ब्याङ्कबाट एकदमै सस्तो ब्याजमा ऋण अनि विभिन्न प्राविधिक सहयोगहरू पाउने। यो एक किसिमको सेफ्टी नेट वा सुरक्षा कवच हो। नेपालको यो यात्रा निकै लामो छ। हेर्नुस् त, सन् 1971देखि नै एलडीसी श्रेणीमा रहेको नेपालले 2015मै मापदण्ड पूरा गरिसकेको थियो। तर भूकम्प, नाकाबन्दी र पछि कोभिड-19 जस्ता सङ्कटले गर्दा यो प्रक्रियामा अलिकति ढिलाइ भयो र अन्ततः सन् 2026मा स्तरोन्नति हुने पक्का भयो। ल, अब कुरा गरौँ ती परीक्षाहरूको जुन कुनै पनि देशले स्तरोन्नतिका लागि पास गर्नै पर्छ। संयुक्त राष्ट्रसङ्घले 3वटा मुख्य सूचकहरू तोकेको छ। यिनै सूचकहरूले देश अर्को चरणको लागि साँच्चै तयार छ कि छैन भनेर जान्छ। पहिलो र सबैभन्दा महत्त्वपूर्ण मापदण्ड हो देशको आम्दानीको स्तर। यसले सिधै देशका नागरिकको औसत आय कति छ भनेर मापन गर्छ। यो सबैभन्दा सिधा र महत्त्वपूर्ण आर्थिक सूचक मानिन्छ। तर यहाँ एउटा एकदमै ठूलो ट्विस्ट छ। यो पहिलो र सबैभन्दा महत्त्वपूर्ण परीक्षामा नेपाल फेल भयो। आवश्यक थियो $1222, तर नेपालीको औसत आय रह्यो जम्मा $1027। त्यसो भए प्रश्न उठ्छ, आम्दानीको मापदण्ड पूरा नगरी नेपाल कसरी स्तरोन्नति हुँदैछ त? यसको जवाफ दोस्रो परीक्षामा लुकेको छ, मानव सम्पत्ति सूचकाङ्क। यसले देशको सामाजिक विकास जस्तै स्वास्थ्य, पोषण र शिक्षाको अवस्थालाई मापन गर्छ। अर्थात् देशका नागरिकहरू कति स्वस्थ र शिक्षित छन् भन्ने कुरा यसले देखाउँछ। र यो दोस्रो परीक्षामा नेपालले एकदमै उत्कृष्ट नतिजा देखायो। स्वास्थ्य र शिक्षामा भएको सुधारका कारण नेपालले 76 अङ्कको थ्रेशोल्डलाई सजिलैसँग पार गर्दै 74.9 अङ्क ल्यायो। यो नेपालको सामाजिक प्रगतिको एक बलियो प्रमाण हो। अब तेस्रो र अन्तिम मापदण्ड। यसले देश आर्थिक झट्का र प्राकृतिक प्रकोपहरूको सामना गर्न कति सक्षम छ भनेर जाँच्छ। यो सूचकाङ्क जति कम भयो, देशलाई त्यति नै बलियो र स्थिर मानिन्छ। र यो मापदण्डमा पनि नेपाल सफल भयो। 32 वा सोभन्दा कम अङ्क ल्याउनुपर्नेमा नेपालको अङ्क जम्मा 24.7 मात्रै थियो। यसले के देखाउँछ भने नेपाल आर्थिक र वातावरणीय जोखिमहरूसँग जुझ्न पहिलेभन्दा धेरै सक्षम भएको छ। र यहीँनिर छ नेपालको कथाको सबैभन्दा विशेष पक्ष। नेपाल आम्दानीमा कमजोर भए पनि स्तरोन्नति हुने संसारकै एक मात्र देश बन्दैछ। यसको अर्थ के हो भने नेपालले पैसाले मात्रै विकास नापिँदैन भन्ने एउटा शक्तिशाली सन्देश दिएको छ। बरु शिक्षित र स्वस्थ नागरिक अनि सङ्कटसँग जुझ्न सक्ने क्षमता नै देशको वास्तविक सम्पत्ति हो भन्ने कुरा प्रमाणित गरेको छ। तर ग्रेजुएसनपछि नै वास्तविक संसार सुरु हुन्छ, जहाँ अवसर र चुनौती दुवै एकैसाथ आउँछन्। त्यो एलडीसीको सेफ्टी नेट हटेपछि नेपालले कस्ता नयाँ सम्भावना र कठिनाइहरूको सामना गर्नु पर्ला? हेर्नुहोस्, एकातिर नेपालको अन्तर्राष्ट्रिय छवि बलियो हुनेछ, विदेशी लगानी बढ्ने सम्भावना छ र आफ्ना नीतिहरू बनाउन थप स्वतन्त्रता पनि मिल्नेछ। तर अर्कोतिर युरोपियन युनियन जस्ता बजारमा पाइरहेको भन्सार छुट हट्नेछ, सस्तो ब्याजदरको ऋण पाउन गाह्रो हुनेछ र अन्य प्राविधिक सहयोगहरूमा पनि कटौती हुनेछ। यो आँकडाले एलडीसी देशहरूको आर्थिक अवस्थालाई प्रष्ट पार्छ। सोच्नुस् त, विश्वको जनसङ्ख्याको लगभग 12% ओगट्ने यी देशहरूले विश्व व्यापारमा जम्मा 1% मात्र योगदान गर्छन्। नेपालले अब यही खाडललाई पार गर्ने लक्ष्य राखेको छ। अब स्तरोन्नति पछिका चुनौतीहरू सामना गर्न र अवसरहरूको फाइदा उठाउन नेपाललाई एउटा स्पष्ट करियर प्लान चाहिन्छ। खुसीको कुरा के छ भने यस्तो योजनाका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा
तयारीहरू भइरहेका छन्। यो यात्रामा नेपाल एक्लो छैन। उसँग एउटा अन्तर्राष्ट्रिय गाइडबुक छ जसलाई दोहा कार्य योजना भनिन्छ। यो भनेको एलडीसीबाट भर्खरै ग्रेजुएट भएका देशहरूलाई सफल हुनका लागि तयार पारिएको एउटा विश्वव्यापी रणनीति हो। यो कार्ययोजनाले समग्र विकासमा जोड दिन्छ। यसको मूल सन्देश हो आफ्ना नागरिकमा लगानी गर, नयाँ प्रविधि अपनाऊ, आफ्नो अर्थतन्त्रलाई बलियो बनाऊ र विश्वसँग मिलेर अघि बढ। यो दिगो विकासको लागि एउटा विश्वव्यापी रोडम्याप जस्तै हो। ल अब कुरा गरौँ नेपालले आन्तरिक रूपमा के कस्ता ठोस कदमहरू चाल्नुपर्छ ताकि यो स्तरोन्नति दिगो होस्। यो भनौँ न नेपालको आफ्नै टु डु लिस्ट हो। पहिलो काम घरको जग बलियो बनाउने। यसको अर्थ हो देशको अर्थतन्त्रलाई बलियो बनाउने, विदेशी लगानी भित्र्याउने, कर प्रणाली सुधार गर्ने, अनि साधारण धागो बेच्नुको सट्टा तयारी कपडा बनाएर बेच्ने जस्ता कामहरूमा ध्यान दिनुपर्छ। दोस्रो, आधुनिक पूर्वाधार बिना आर्थिक वृद्धि सम्भव नै छैन। विशेष गरी भूपरिवेष्टित देश भएकाले सडक, ऊर्जा र इन्टरनेट जस्ता पूर्वाधारमा लगानी गरेर व्यापार लागत घटाउनु एकदमै आवश्यक छ। र तेस्रो, र सायद सबैभन्दा महत्त्वपूर्ण, आफ्ना नागरिक र प्रणालीमा लगानी गर्ने। यदि शासन प्रणाली पारदर्शी भएन, भ्रष्टाचार रोकिएन र हाम्रा युवाहरूले बजार सुहाउँदो सिप पाएनन् भने अरू सबै सुधारहरू अधुरो हुन्छन्। दिगो विकासको मुटु भनेकै यही हो। नेपाल एउटा नयाँ अध्यायको सङ्घारमा उभिएको छ। चुनौतीहरू ठूला छन् तर अवसरहरू पनि उत्तिकै छन्। मुख्य प्रश्न अब यो हो, के नेपालले कागजका योजनाहरूलाई कार्यान्वयनमा बदलेर आफ्नो आम्दानीको कमजोरीलाई मानव सम्पत्तिको शक्तिले जित्न सक्ला? यदि सक्यो भने यो केवल नेपालको सफलता हुने छैन, बरु विश्वका अरू धेरै देशका लागि एउटा नयाँ आशाको मार्गचित्र बन्नेछ।